चलो भाई. Hey, what's good, beautiful people? Get हाल खबर? I hope you all are doing great. Yeah, it's been a really long time. धेरै टाइम बाद मैले भ्लग गर्दैछु है. Because yeah, आज एउटा स्पेशल डे हो. छाता छ हेभी चाहिँ मेरो यो. भ्यू पनि देखाइहाल्नु पर्यो. यो पारि राङ्काको भ्यू हो. सो आज चाहिँ स्पेशल डे हो. स्पेशल चाहिँ के छ भने दि गोल्डन भोइस अफ सिक्किम भन्ने एउटा सिङ्गिङ कम्पिटिसन भइरहेछ है. एन्ड मन्थ अगो मैले त्यसमा डिजिटल अडिसन भइरहेको थियो नि त. त्यहाँ त्यसको डिजिटल अडिसन भइरहेको थियो. सो मैले एउटा भिडियो गरेर पठाएको थिएँ है. सो म सेलेक्ट भएँ त्यसमा. अनि आज चाहिँ कस्तो कति चाहिँ सानो हुने अब यो भन्दा सो आज चाहिँ भेन्यूमै गएर लाइभ अडिसनको दिन हो आज चाहिँ है. सो म त्यहीँ जाँदैछु. जानुपर्ने चाहिँ गुरुद्वारा हो तल. यो चाहिँ इन्डियन आर्मी उहाँहरूले अर्गनाइज गर्नुभएको हो. सो या लेट्स गो. वेदर नि दामी नै छ. आई रियली लाइक दिस काइन्ड अफ वेदर. बट पानी चाहिँ बौला जस्तो पऱ्यो भने चाहिँ इरिटेट हुन्छ. अदरवाइज या खोलाको त्यो बाटो हिँडेको धेरै भइसक्यो. थाहा छैन कहाँ हो म गएको. लै 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 लै. तो अभी हम पहुंच गए देवराली. गाड़ी वाड़ी पार्क करके सोचेको थिएँ माथि डेभलपमेन्टमै राखेर आउँछु. एन्ड बेलुका चाहिँ हिँड्दै जानु पऱ्यो. यो बजारतिर नहिँडेको पनि निकै भएको छ भनेर सोचेको थिएँ. बट बारिस बहुत हो रहा है यार. गुरुद्वारादेखि नै तल्लोपट्टि भन्दै थियो अडिटोरियम. सो अहिले सोच्दा चाहिँ त्यो अडिटोरियम चाहिँ म पहिला पनि गएको हो कि. तर धेरै साल अगाडि इन 2011मा हो. त्यतिखेर चाहिँ मैले ड्रामा गर्थेँ नि त. के भन्छ जुत्ताको आविष्कार भन्ने ड्रामामा चाहिँ मेन रोल थियो मेरो. किङको रोल पाएको थिएँ. सो त्यतिखेर यहाँ पनि पर्फर्म गरेको थियो क्या हामीले. कालिम्पोङमा धेरैवटा अडिटोरियममा गऱ्यो. जस्तै कि टिएनए स्कुलमा गरेको थियो. एन्ड यो आर्मीको अडिटोरियममा यही है लाइभ ऑडिशन आज के डेट पे. ट्रैफिक काफ़ी है. और यहाँ से नीचे 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 और ये कोरा ही कोरा और ब्यूटीफुल. वैसे किस किस को ऐसा वेदर अच्छा लगता है कमेंट करें. भाई ने बोला करने का तो करने का. और क्यों लगता है वो भी बताएं. ओके. और उसके बाद हम भी बताएंगे. एन्ड यहाँ सो म के भन्दै थिएँ नि. यहाँ म 2011मा पर्फर्म गरेको कि यो अडिटोरियममा पहिला when I was a kid. सो अहिले ठुलो भएर आज फेरि त्यहाँनिर जाँदैछु. त्यही हलमा रहेछ. नयाँ र सम्झना धेरै छ है माया भन्दै. मुटुको धड्कन तिमी मेरो छैन दायाँ बायाँ. गाल्नेछु म तिमीलाई नि जुनीभरि हराउन चाहन्छु म त तिम्रै त्यो दुनियाँमा. 10:45 भनेको थियो. बट अहिले कति 10:56 भइसक्यो. 11:15 भइसक्यो छ. टेन सब दिख रहा है. बाकी लोग सब लोग आ चुके हैं वेटिंग एरिया. सो यहाँ ब्यानरमा हुने कन्टेस्टेन्ट्सहरू चाहिँ सिजन 1 को फाइनलिस्टहरू हुनुहुन्थेछ. र योपालि चाहिँ 2.0. हेरौँ भित्र सुट गर्नु पाउँछ पाउँदैन. हेरौँ नो. पहले पूछते फिर मिलेंगे थोड़ी देर में. थोड़ी देर बाद में थोड़ी देर में. मैंने को बेटी हेलो.
आफ्नो नाम भनिदिनुहोस्। म शारोन छेत्री हो अनि आनन्द चाहिँ पहिला मलाई सिक्किम राइजिङ स्टार सिजन 1 मा भेटेको अन्त उहाँ चाहिँ जज हुनुहुन्थ्यो म चाहिँ कन्टेस्टेन्ट थिएँ अहिले चाहिँ हामी दुईजना कन्टेस्टेन्ट छौँ एन्ड जज चाहिँ फेरि एकजना चाहिँ को छ निश्चल दा हुनुहुन्छ उहाँ चाहिँ फेरि मसँग फाइनलिस्ट हुनुहुन्थ्यो उहाँ चाहिँ हाम्रो जज हुनुहुन्थ्यो सो यहाँ अरविन्दा पनि हुनुहुन्छ अरविन्दा इज अल्सो देयर सो खुसी लाग्यो स्यारोन आफ्टर लङ टाइम भेट्दाखेरि सो अरूभन्दा पनि द्याट युआर अल्सो स्टिल डुइङ इट भन्ने कुरा सुन्दा चाहिँ खुसी लाग्यो हजुर तपाईँको त अब सङ्ग्सहरू हेरिबस्छु त्योहरू देख्दाखेरि अब तपाईँले चाहिँ म्युजिक छोड्नु भएको छैन भनेर त्यो त मलाई पनि खुसी लाग्छ एज एन आर्टिस्ट होइन हामी त्यो साथीहरू पनि राम्रो बन्डिङ भयो निकै टाइम बाद भेट्यो त्यो चाहिँ खुसी लाग्यो अब यो जर्नी कहाँसम्म पुग्ने हामी है होपफुली पुग्छ होला त्यस्तो त होस् हेल्दी राइभलरी हेल्दी त्यस्तो त चल्छ सपोर्ट गर्नु पऱ्यो नि एन्ड बाई द वे सी इज अ भेरी लाइक ओभर दामी सिङ्गर है ओभर दामी हुन्छ नि पहिला चाहिँ उहाँहरू चाहिँ डुओ थियो कि उहाँ र उहाँको बहिनी आफ्नै बहिनी यस्तो दामी थियो उहाँको डुओ जब मैले जज गरेको थिएँ या बेसी नै कम्प्लिमेन्ट दिनुभयो जस्तो लाग्यो नो नो पढ्यो नि जे हो त्यही हो एन्ड या अब चल्दैछ यहाँ चाहिँ यस्तो छ वेट गर्नुपर्ने होइन सोधेको त छुइनँ तर अब पाउँछ होला अब यतिको त अनि अरविन्दा पनि भेटेँ एन्ड अरविन्दाले चाहिँ के भन्यो मलाई भन्नु भन्दाखेरि जस्तो भेटेँ कहाँको तिमी हेरेँ अन्त अडिसन दिनु नि हेर्ने किन आएको तिमी चाहिँ हेरेँ कतिवटा अन्त टाइटल होल्डर हो तपाईँ त्यो पनि भनिदिनु न अन्त 3टा अन्त एन्ड काउन्टिङ नाइस एटिट्युड त्यो चाहिँ या पोजिटिभ एटिट्युड गर्नु पऱ्यो नि त त्यो भयङ्कर भएर होइन लाइक हेलो मार्ट सो स्यारोनलाई भेट्दाखेरि म दासँग बोल्दै थिएँ उहाँ त्यहाँ बसिरहनु भएको थियो कि एन्ड अब बो स्यारोन यस्तो छ भने ए तपाईँ पनि पार्टिसिपेट यो भन्दाखेरि चाहिँ खुसी लाग्यो वाइब इज अन ब्रो वाइब इज अन ल सिन भाइ फाइनली यत्रो वेट गर्दा गर्दा मेरा नम्बर भी आ चुका है मेरो अगाडि को हुनुहुन्छ यहाँनिर हेलो हेलो हाउ वाज इट इट वाज गुड अलिकति नर्भस थिएँ होइन रस नगर्नु भन्नुभयो अन्त दुईवटा गीत गाउनु लाउनुभयो एउटा इङ्ग्लिस एउटा हिन्दी सेलेक्ट भयो भने चाहिँ नेक्स्ट टाइम त्यही याद गर्नु आज चाहिँ सडन थियो त्यही भएर तपाईँलाई अलाउ गरेको अर्को गीत गाउनु त्यस्तो भन्नुभयो ओके लेट्स होप फर द बेस्ट देन मेरो टराउनु आँटेछ अब अघि चाहिँ हामी यहाँ बस्दा बस्दै यहाँनिर यस्तो डरलाग्दो रुख झऱ्यो है यहाँ चाहिँ यो पोस्ट देख्नुहुँदैछ यो पोस्ट रुख खतरा झऱ्यो होइन बिचारा यो गाडीको यस्तो आवाज भयो त्यहाँबाट जी अभी नहीं हुआ सर मेरा शायद लास्ट पे रहेगा वो दूर से आने वाले का पहले दे रहे हैं ना ऑर्डर कैसे करना पड़ेगा सर कोई है क्या ऑर्डर कुछ मिले 5 मिनट में आएगा ओके सर खाना खाने के अच्छा अच्छा सो यहाँ क्यान्टिन रहेछ उपर जाडो पनि भयो हातहरू ठिराउँदैछ थर्मल त राखेको छु तर पनि हात पुरा ठिराउँदैछ कि सो सोचा कि कुछ ब्लैक टी गर्मा गर्म पीते हैं कुछ खाने को है तो वो भी खाएंगे विचार अर्का गाडी बाङबुङ एकछिनमै त्यहाँ बस्दा बस्दै यो पोस्टर्स हेर गाइज यहाँ पोस्टर्सहरू हेर पहिला पहिलाको क्लासिक वान होइन त तीसरी मंजिल त हाम्रो डिभाइनको पनि एउटा ट्र्याकको नाम छ जस्तो लाग्यो हो त ट्र्याकको हो कि एल्बमको आइ एम नट स्योर बट छ तीसरी मंजिल घायल संजू बाबा रॉकी एक ब्लैक कॉफ़ी कर दीजिए और एक ये खुला मिलेगा एक हाँ 10 रुपये पर पीस 80 रुपीज़ पर पीस 10 रुपये पर पीस जी एक दीजिए जी ये मेरा कॉफ़ी बन रहा है इसको हम लेंगे मफिन्स के साथ विच इज़ माई फेवरेट फिर दबा के परफॉर्मेंस करेंगे बाय द वे मैं आपको यहाँ पे एक स्टोरी सुनाता हूँ पहले पहले बोलेंगे मैंने प्यार किया हक से बोलेंगे ठीक है उसके बाद फिर होंगे प्यार में घायल
ठीक है, और उसके बाद बोलेंगे हम आपके हैं कौन. お前はもう死んでいる。 अहिले चाहिँ म हलको भित्र छु. यसको बादमा एक त हाम्रो ब्रदर हुनुहुन्छ, एन्ड देन आफ्टर मेरो टर्न. सो हल चाहिँ यहाँभित्र छ. यहाँ छेउमा बस्नुहुने ब्रदर उहाँ गइसक्नु भएको छ, एन्ड यसको बादमा मेरो हो. ठन्डे यस्तो हालत खराब भइरहेछ यार, बट भर्खरै सक्यो. सो एज युजुअल आज पनि लास्टमा नै भयो मेरो टर्न चाहिँ. अनि प्रायःलाई दुईवटा गाउनु लाउनु हुँदै थियो, अनि मलाई चाहिँ एउटा मात्रै गाएँ मैले त, त्यसमा नै ठिकै छ भन्नुभयो. अनि सबैले क्ल्याप पनि गर्नुभयो. त्यहाँ अडियन्समा चाहिँ आर्मीहरू नै हुनुहुन्थ्यो. एन्ड या एकजना जजेसले मलाई कमेन्ट गर्नुभयो. उहाँले भन्नुभयो कि एकदमै राम्रो गाउनुभयो, राम्रो लाग्यो, तपाईँको क्याची रहेछ भन्नुभयो. सो या लेट्स सी, होप फर द बेस्ट. अब होइन, रिजल्ट चाहिँ अब भरेतिर आउट हुन्छ होला, आई डोन्ट नो. ठिकै, फिर अब चाहिँ नाम खान जानुपर्छ पहिला हो. गाडी माथि छ, एन्ड घर जान्छु तातो भएर रेस्ट गर्छु आज चाहिँ. सो यहाँ त्यो चाहिँ खुसी लाग्यो कि क्याची रहेछ, हाम्रो पनि टाउको यस्तो यस्तो हुँदै थियो भन्नुभयो कि एकदमै राम्रो रेस्पोन्स गर्नुभयो. अनि हिन्दीहरू पनि गाउनुहुन्छ, बिकज इट्स अ सिङ्गिङ सो. सो त्यसको लागि पनि फर्दर सेलेक्ट हुनुभयो भने चाहिँ प्रिपेयर गरिराख्नुहोस् भन्नुभयो. सो या काम गर्न है अघि या देन अब सेलेक्ट भयो भने नेक्स्ट राउन्डको लागि के हुन्छ कसो हुन्छ त्यसको पनि म भ्लग बनाउने छु. अब चाहिँ म कन्टिन्यू त होइन, पहिला म कन्टिन्यू त गर्थिनँ जब एउटा कुछ स्पेसल, दो इट्स एभ्री डे इज ए स्पेसल डे राइट, बट या कुछ छ भने मात्रै बनाउँछु म चाहिँ. एन्ड अब आउने दिनहरूमा म यसरी नै ड्रप गर्नेछु. अनि एक दुईजना चाहिँ कस्तो कस्तो कमेन्ट गर्दाखेरि मान्छेहरू हुन्छ नि म्यान, के अरे सुहाएन अरे, घरि केही गर्नु आएको अरे हो, हुन्छ नि जिस्केर भनेको या. बट अगर हम करें तो करें क्या, बोले तो बोले क्या. एनिवे अन्त भित्र जजले पनि कति राम्रो कमेन्ट गर्नुभयो. लिजु म्याम पनि हुनुहुँदो रहेछ जजमा, एकजना सर हुनुहुन्थ्यो, म चाहिँ चिनिनँ. एन्ड अर्को चाहिँ मेरै साथी निश्चल हुनुहुन्छ है. सो या अझै गर्दै जाने हो, जस्ट बिकज एक दुईवटा टाइटल जित्यो भन्दैमा स्टप गर्नु या मै खतरा भन्दै हिँड्नु भएन नि त होइन. मलाई त खुसी लाग्छ, म त अझै गर्ने हो, बिकज यही चिजले नै आजको दिनमा म यहाँ छु. यु नो मेरो आर्ट चाहिँ मेरो सास हो के, फर रियल, नो म्याटर व्हाट के, साँच्ची नै हो. म कलाकार नभएको भए म यति साह्रो स्ट्रङ क्रिएटिभ या अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है. जुन चाहिँ म छु नि आनन्द गुरुङ, यो हुन्थिनँ कि. एन्ड आई नो. सो बिकज अफ माई आर्ट, मलाई मेरो कलाले बनाएको, र म यो कलालाई अझै धेरै माया गर्दै इज्जत गर्दै अझै अगाडि लान्छु. एनिवे सो त्यति भन्दै थ्याङ्क्स फर वाचिङ दिस भिडियो. सी इन द नेक्स्ट वान. स्प्रेड लभ. थैंक्स.